हजुर नमस्कार है नमस्कार। यतिखेरको बसाइमा म पनि उपस्थित भएको छु तपाईहरुको मनमुटुको मनको सान। यतिखेरको बसाइमा आज गाई बाख्रा लाँदै गर्दाखेरि आज माथि डाँडामा गएर एकदमै रमाइलो ठाउँमा गएर भिडियो बनाइरहेको छु। सबैलाई धेरै धेरै नमस्कार पनि टक्राउन चाहन्छु। यतिखेरको बसाइमा तपाईहरुको माझमा यतिखेर मालारानी 7 को गाउँ यस्तो रमाइलो गाउँ छ कि मैले तपाईहरुलाई देखाइरहेको छु। मौसमले पनि धेरै साथ दिएको छ, त्यही कारणले गर्दाखेरि एउटा भिडियो बनाऊँ भनेर तपाईहरुको माझमा म एउटा भिडियो बनाउन गइरहेको छु। पक्कै पनि हेर्दिनु होला पनि भन्न चाहन्छु। यसैगरी हेर्नुस् न, मालारानीको एकदमै राम्रो ठाउँ छ। पर्यटक स्थल पनि हो। त्यहाँ पनि मेला लाग्ने पनि गर्छ बेला बेलामा है। त्यहाँ पनि एकदमै रमाइलो छ। यतिखेरको बसाइमा के गर्दै हुनुहुन्छ, देश विदेशबाट हेरिराख्नु भएको छ भने सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा देउराली मेघमा हेरिदिनु होला पनि भन्न चाहन्छु। यतिखेरको बसाइ हामीहरूको गाई बाख्रा चराउने कारणले गर्दाखेरि हामी माथिको डाँडामा गएर भिडियो बनाइरहेका छौँ। जे जस्तो लाग्छ पक्कै पनि स्वीकारिदिनुलाई पनि भन्न चाहन्छु। यतिखेरको बसाइमा भनेको गाई बाख्रा चराउँदै अनि रमाइलो रमाइलो गर्दै तपाईहरुको माझमा उपस्थित भएका छौँ। यतिखेरको बसाइमा भनेको गाई बाख्रा चरेर अनि बसिरहेका छन्, थाकेर होला। यतिखेरको बसाइ एकदम हरियो वनपाहा भएको छ। 4-5 दिन पहिले पानी परेको थियो, अहिले पानी बिदो भएको छ। घाम पनि लागिरहेको छ, त्यही कारणले गर्दाखेरि हरियो वनपाहा भइरहेको छ। यतिखेरको बसाइमा तपाईहरुको माझमा पनि म सानो भिडियो लिएर उपस्थित भएको थिएँ। यसैगरी युट्युब च्यानलमा आइरहन्छु तपाईहरुको माझमा। सुन्दरताको मुहार हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरूलाई पनि मेरो तर्फबाट तसङ्गले जोडी नमस्कार पनि भन्न चाहन्छु। अनि देश विदेशबाट त धेरै नै मन पराउनुहुन्छ यिनी भिडियो हेर्नलाई। हाम्रो युट्युब च्यानललाई धेरै सब्स्क्राइब गर्नुभएको छ। पक्कै पनि युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला पनि भन्न चाहन्छु। आज गाउँघरमा बसेर तपाईहरुको माझमा वनपाखा हरियाली जङ्गल देखाइरहेको छु। जे जस्तो लाग्छ पक्कै पनि हेरेर साथ दिनुहुन्छ अनि लाइक कमेन्ट पनि गरिदिनुहुन्छ। कमेन्टमा जे भन्नुहुन्छ तपाईहरुलाई मैले रिप्लाई पनि दिने नै छु। यतिखेरको बसाइमा भनेको घेराको भिड धेरै नै देखाइरहेको छु। जहाँ जहाँ हुनुहुन्छ सबैले कमेन्ट पनि गरिदिनु होला पनि भन्न चाहन्छु। यति राम्रो सुन्दरता, यति राम्रो छ, हरियाली वनपाहा भएको छ, त्यही कारणले गर्दाखेरि भिडियो बनाएको सानो। यतिखेरको बसाइमा हामी वनपाहा गर्दै उकाली ओह्राली गर्दाखेरि बनाएको यति राम्रो मौसम हुँदाखेरि त्यही कारणले बनाएको यति राम्रो भिडियो हाल्नु पर्यो भनेर मोड बनेको थियो। त्यही कारणले गर्दाखेरि तपाईहरुको माझमा भिडियो लिएर उपस्थित भएका छौँ। एकदमै आकाश पनि खारिएर अनि चर्को घाम लागिरहेको छ। यतिखेरको बसाइमा वनपाहा उकाली ओह्राली गर्दै हिँडिरहेका छौँ। तपाईहरुको माझमा गाई बाख्रा गोरु लिएर आएका छौँ। अनि कहाँबाट हेर्नुहुन्छ पक्कै पनि कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, सब्स्क्राइब पनि गरिदिनु होला पनि भन्न चाहन्छौँ। हाम्रो यो सानो भिडियोले देश परदेशमा रहनुहुने सम्पूर्णलाई कुना कुनामा पुग्ने नै छ। तपाईहरुलाई रमाइलो लाग्ने नै छ। हामीले यस्तै रमाइलो भिडियोहरू तपाईहरुको माझमा ल्याएर उपस्थित हुने नै छौँ। यसैगरी यो हाम्रो जन्मस्थान भूमिका स्थानमा पर्छ, भूमिका स्थान 3 मा पर्छ। भनेपछि उता डाँडापरीको मालारानी 7 मा पर्छ भने यतातिर भूमिका स्थान 3 पर्छ। तपाईहरुको सुन्दरता एकदमै रमाइलो छ। उहाँ कमल सर हुनुहुन्छ, कमल सर उहाँबाट पारिबाट हेरिराख्नु भएको छ। यसैगरी कमल सर माथिपट्टि जानुभएको छ। उहाँको लुक्स देख्दाखेरि एकदमै राम्रो छ है। उहाँ आफ्नै ब्यागमा के लिएर हिँड्नु भएको छ होला भनेर तपाईहरुले गुनासो गर्न सक्नुहुन्छ होला। उहाँले आफ्नो ब्यागमा पानी अनि हँसिया अनि नास्ता पनि बोकेर हिँड्नु भएको छ। वनपाहा हिँड्दाखेरि
अनि गाई बाख्रा चराउन हिँड्दाखेरि त भोक पनि लाग्छ नि त, त्यही कारणले गर्दाखेरि। अनि हाम्रो देउराली मेघमा अनि जसले हेर्नुभएको छ पक्कै पनि सेयर र लाइक अनि सब्सक्राइब पनि गर्न नभुल्नलाई पनि भन्न चाहन्छु। अनि यतिखेरको बसाइमा एकदमै रमाइलो भइरहेको छ। यतिखेर हामीले त्यतिखेरको हामीले अब राईखान्डीको डाँडो देखाउनै थालेका छौँ। यति राम्रो सुन्दरता गाउँ खिलु खोलाको डाँडो देखिरहेको छ भने यतिखेर राईखान्डीको डाँडो पनि तल्लो भेगतिर देखिरहेको छ। उपल्लो भेगतिर खासै क्यामेराले साथ दिएको छैन। क्यामेराले साथ नदिँदाखेरि उपल्लो भेग खासै आएको छैन भनेपछि उतातिर पालतिरपट्टि अब मालारानीतिरै हो, हंसपुरतिरै देखिन्छ। भनेपछि यतिखेर हामी माथि डाँडैमै छौँ, एकदमै रमाइलो गर्दैछौँ। 4-5 जनाको ग्रुपमा बसेर रमाइलो गरेर गाई बाख्रा चराउँदै तपाईँहरूको सामुमा एकदमै रमाइलो गर्दै बसिरहेका छौँ। त्यही कारणले गर्दाखेरि एकदम राम्रो भिडियो बनाएर तपाईँहरूको माझमा उपस्थित गराएका छौँ। यतिखेरको बसाइमा के गर्दै हुनुहुन्छ, देश प्रदेशबाट सुनेर साथ दिनुहुने सम्पूर्ण, हेरेर साथ दिनुहुने सम्पूर्ण हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि धेरै धेरै नमस्कार पनि भन्न चाहन्छु है। फेरि पनि यतिखेर भनेपछि कमल हिँडिरहेका छन्। उनी आफ्नो गोरु घुमाउने तर्खरीमा जानुभएको छ कि जस्तो लाग्छ है, मलाई त हिँडिराख्नु भएको छ। यतिखेरको बसाइमा हेर्नुहोस् न, यतिखेरको बसाइमा मालारानीको ठ्याक्कै भेग देखिएको छ, कति राम्रो सुन्दरताको। पर्यटक स्थल पनि हो, त्यो राम्रो पनि छ। त्यहाँ मेला मौसम पनि लागिरहेको छ बेला बेलामा। यतातिर हेर्दाखेरि रतनबारेको डाँडो पनि देखिरहेको छ, एकदमै राम्रो छ सुन्दरता। उहाँ त बजार पनि छ, रमाइलो हुन्छ त्यहाँ पनि, बेला बेलामा मौसम लाग्ने गर्छ, रमाइलो हुन्छ त्यतातिर पनि। यतातिरको बसाइमा एकदमै रमाइलो छ। तपाईँहरूकोतिर कस्तो छ के छ, जहाँबाट हेर्नुहुन्छ सम्पूर्णले पक्कै पनि आफ्नो सल्लाह अनि सुझाव प्रतिक्रिया दिन नभुल्नलाई पनि भन्न चाहन्छु। यतिखेर बाम्रो माथिपट्टिको तिनचुङ्गेको डाँडो पनि देखिरहेको छ। जसले हेर्नुहुन्छ पक्कै पनि आफ्नो घर पनि देखिन नै सक्छ कि भनेर यसो हेर्नुलाई पनि भन्न चाहन्छु। यतिखेरको बसाइमा भनेपछि अब हामीले पालतिरको सीमा देउरालीको डाँडो पनि पक्कै पनि ल्याउने नै छौँ। यतिखेरको बसाइमा भनेको गोरु बल्ल देखिरहेका छन्। बाख्रा उतातिरका गहिरामा छ भने यतातिरको गहिरामा गोरु छन्। गोरु हेर्ने तर्खरीमा हामी हिँडिरहेका छौँ निरन्तर रूपमा, गाई बाख्रा लिएर उकाली ओह्राली गर्दै गोठालो गर्दै। यतिखेरको बसाइमा भनी वन जङ्गल हरियाली छ, सल्लाहहरू छन्, एकदमै राम्रो भइरहेको छ। मौसम पनि धेरै साथ दिइरहेको छ, मौसम एकदमै रमाइलो छ। हावाहुरी पनि हल्का हल्का चलिरहेको छ तपाईँहरूको माझमा। यसै गरी हुनुहुन्छ उहाँ पालतिरी सुशान्त मगर चाहिँ हुनुहुन्छ है। उहाँ एकदमै गोरु हेर्न जानुभएको छ, गोरु खोज्न जानुभएको छ। पक्कै पनि गोरु उहाँ तल्लोपट्टि गएको थिए। त्यसै गरी म आउँदैछु माथि डाँडातिर आएँ। डाँडातिर आउँदाखेरि तपाईँहरूको माझमा उपस्थित भएको छु। भिडियो अन्तिम चरणमा गइरहेको छ। जे जस्तो लाग्छ पक्कै पनि स्वीकार दिनु होला। हस्त नमस्ते भन्न चाहन्छु।